शिक्षकलाई खिसिटिउरी गरेर शिक्षकलाई अपहेलित गरेर अपमान गरेर तपाईँ कस्तो समृद्धि खोज्नुभएको प्रधानमन्त्रीज्यू म त अनौठो लागेको छ तपाईँका कार्यकर्ताहरूलाई किल्ली उडाए जस्तो होइन हामी टिचर हो हामी प्राज्ञिक जमात हो हामीलाई एउटा मर्यादामा राखेर बोल्नु होला प्रधानमन्त्रीज्यू म यहाँबाट तपाईँलाई ठाडो चुनौती पनि दिन चाहन्छु तपाईँको विभिन्न मन्त्रालयका सचिव सहसचिव उपसचिव होइन भुँडी हल्लाएर बस्नुभएको छ जागिर त हामी जस्तै आयोग लडेर आउनुभएको उहाँ पनि होइन उहाँहरू त खिसी गर्नुहुन्छ अरे कि मन्त्रालयमा बसेर सचिव मैले सुनेको है कतिपय त साथीहरू नि हुनुहुन्छ उपसचिवहरू खिसी गर्नु यी मास्टरहरू आएर कहाँ हुन्छ यसरी आन्दोलनहरू कहाँ हुन्छ यहाँ कति लफडा छ हाम्रा विद्यार्थीहरूलाई हामीले सके जति मेहनत गरेर नि त्यो चाहिँ रिजल्ट ल्याउन सकेको 48% पनि बेस्ट रिजल्ट हो सामुदायिक विद्यालयको लागि यदि 100% रिजल्ट बनाउने हो भने सम्माननीय राष्ट्रपतिज्यूको नाति नातिनाबाट सुरु गरौँ न सामुदायिक विद्यालय भर्ना अभियान भन्नुभएको छ प्रधानमन्त्रीज्यूलाई मैले एउटा कुरा के यहाँबाट विनम्रताका साथ अनुरोध गर्न चाहन्छु भने यो 15 दिनसम्म तपाईँले जति दिन आलटाल गर्नुभएको छ त्यति क्षति तपाईँले पनि भोलि बेहोर्नु पर्ने हुन्छ यो आन्दोलनको दिन जति दिन लम्बिँदै गयो तपाईँहरू प्रधानमन्त्री केपी शर्मा ओलीप्रति खनिँदै हुनुहुन्छ के उहाँको बेहोराले गर्दा हो उहाँ यो मुलुकको सार्वजनिक शिक्षालाई ध्वस्त पार्न लाउनु भएको छ 15 दिनसम्म लाखौँ शिक्षक गाउँबाट ठाउँबाट यो टोलबाट उठेर यो राजधानीको सडकमा आउँदा यो बुद्धिजीवी जमात यो प्राज्ञिक जमातको यो आवाजलाई उहाँले अलिकति पनि थोरै पनि प्रेसर महसुस गर्नुभएको छैन सायद उहाँमा दम्भ छ होला हामी त यसै चाहिँ आएका हौँ हामी त यसै माननीय भएका हौँ यसै प्रधानमन्त्री भएको हुँ म भन्ने लागेको छ होला अबको 84मा शिक्षकहरूले देखाइदिन्छन् म यो चुनौतीका साथ प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु उहाँले त बारम्बार हामी माग पुरा गर्छौँ भनेर भनिसक्नु भएको छ उहाँले चाहिँ हिजोको मन्त्री परिषदको बैठकले तपाईँहरूको माग यथोचित के हो अब स्कुल फर्किनुहोस् अब चाहिँ कक्षा 12को इक्जाम पनि आउँदैछ भनेर मन्त्री परिषदबाट हिजो निर्णय गर्नुभएको छ विगतमा आजभन्दा 15 महिना अगाडि शिक्षक महासङ्घले एउटा सम्झौता गरेको छ नेपाल सरकारसँग त्यो सम्झौता गर्ने क्रममा शिक्षकका पेसागत हकितका कुराहरूको ग्यारेन्टी सहितको एउटा सम्झौता भएको छ त्यस पछाडि लगत्तैको त्यति बेलाको हिउँदे अधिवेशनमा शिक्षा ऐन जारी गर्ने भनेर प्रतिबद्धता भएको छ त्यस पछाडि 4वटा अधिवेशनहरूको अन्त्य भइसक्यो 4वटा अधिवेशनको अन्त्य हुँदासम्म उहाँहरूले त्यो सम्झौतालाई कार्यान्वयन गर्ने गरी शिक्षा ऐन जारी गर्न सक्नु भएको छैन यसको दोष त यो केपी शर्मा ओली मात्र त होइन होला नि त यसको दोष उहाँ मात्रै होइन पक्कै पनि सबै ठुला राजनीतिक दलहरूले यो शिक्षा ऐनलाई इन्ट्रेस्टमा राखेको देखिँदैन तर अहिले तपाईँहरूले त गाली त प्रधानमन्त्री ओलीले गर्दै हुनुहुन्छ प्रधानमन्त्रीजीको अभिव्यक्ति सुन्नु भएको छ नि हजुरले सामुदायिक विद्यालयका शिक्षकहरूलाई सामुदायिक विद्यालयलाई एउटा प्याप्सनको कार्यक्रममा गएर मालिकहरूको एउटा कार्यक्रममा गएर यो गाउँको दूरदराजमा कुना कन्दरामा पढाउने शिक्षकहरू यो देशको दूरदराजमा कुना कन्दरामा पढ्ने विद्यार्थीहरूको रिजल्टलाई उहाँले चाहिँ एकदम खिसिटिउरीको विषयवस्तु बनाउनु भएको छ राज्यको मुखिया भएर राज्य सञ्चालन गर्ने प्रधान अङ्गमा रहेर उहाँले नैतिक रूपमा जिम्मेवारी लिने हो कि अर्कोलाई दोष लगाएर पन्छिने हो यो पनि बडा विडम्बनाको कुरो छ हेर्नुहोस् र उहाँसँग यति सजिलो छ कि उहाँ अहिले प्रधानमन्त्री हुनुहुन्छ उहाँ संयुक्त सरकारको प्रधानमन्त्री भए पनि उहाँसँग स्पष्ट 2/3 बहुमत छ उहाँले चाहिँ इन्ट्रेस्ट राख्ने हो यो देशको सार्वजनिक शिक्षाको उपभोग गर्ने कुना कन्दरामा रहेका जनताको माया मान्ने हो भने उहाँले 15 दिनभित्र शिक्षा ऐन जारी गर्न सक्नुहुन्छ तर 15 दिन त हामी काठमाडौँमै आएको भयो हामी 15 महिना कुरेर 15 दिन काठमाडौँमा आयौँ 2028लाई उल्टाएर 2082 सालको ऐन ल्याउनुहोस् भन्नको लागि आएको हो तर 53-54 वर्ष पुरानो ऐन मार्फत उहाँहरूले यो शिक्षा क्षेत्र चलाउन खोज्नु भएको छ यसलाई यसै डिले गरेर जाने यसै डिले गरेर गएपछि के हुने भयो त भन्दाखेरि यहाँ त के हुने भयो सार्वजनिक शिक्षा ध्वस्त हुँदै जाने भयो सरकारी स्कुलमा पढाउने टिचरहरू चाहिँ आकर्षित नहुने भयो विश्वविद्यालयका स्मार्ट ब्रेनहरू विश्वविद्यालयका टपरहरू तिनीहरू चाहिँ सार्वजनिक शिक्षा सेवा प्रवाह गर्ने ठाउँमा टिचरको रूपमा चाहिँ जागिर नखाने भयो त्यो भएपछि त्यो ध्वस्त हुन्छ अनि उहाँलाई चन्दा दिने उहाँका मालिकहरूका बोर्डिङहरू चाहिँ फलिफलोस हुन्छ त्यो चाहनु भएको छ प्रधानमन्त्रीज्यूलाई मैले एउटा कुरा के यहाँबाट विनम्रताका साथ अनुरोध गर्न चाहन्छु भने यो 15 दिनसम्म तपाईँले जति दिन आलटाल गर्नुभएको छ त्यति क्षति तपाईँले पनि भोलि बेहोर्नु पर्ने हुन्छ किनभने शिक्षक भनेको समुदायको यस्तो पात्र हो जसले समाजलाई होल्ड गरेर राखेको हुन्छ गाउँमा टोलमा होल्ड गरेर राखेको हुन्छ हिजो शिक्षकले चाहिँ मुख्य दोषी जुन अहिले शिक्षाको जुन नतिजा आउनुपर्ने हो नि जस्तै एसईमा भयो +2मा भयो त्यो खालको रिजल्ट नआउनुमा मुख्य दोषी त शिक्षकलाई नै भन्नु भएको यसो गरौँ न हुम्लाको एउटा स्कुलको टिचरहरूको टिम बुढा नीलकण्ठ ल्याइदिउँ
बुढा नीलकण्ठको टिचरहरूको टिम 1 वर्षलाई हुम्लाको एउटा दुर्गम स्कुलमा लैदिउँ अनि विचार टेस्ट गरौँ। म प्रधानमन्त्रीजीलाई यो च्यालेन्जका साथ भन्न सक्छु, ल टेस्ट गरौँ प्रधानमन्त्रीजी, आवासीय खर्चसहित बुढा नीलकण्ठको टिचरहरूको टिम हुम्ला पठाइदिउँ, हुम्लाको एउटा माध्यमिक स्कुलको टिम यहाँ ल्याइदिउँ, ल रिजल्टमा कति % रिजल्ट आउँदो रहेछ विचारै गरौँ न। ल म च्यालेन्ज भयो ल शिक्षा मन्त्रीजी, उहाँहरूले सार्वजनिक शिक्षालाई अनुकूल हुने खालको कानुन पनि नबनाइदिने, सार्वजनिक शिक्षामा पेसाप्रति त्यहाँ चाहिँ शिक्षकहरूलाई आकर्षित गराउने खालको माहौल पनि नबनाइदिने, अनि त्यस पछाडि के गर्ने भन्दाखेरि अनि ल बोर्डिङको त राम्रो आयो, सरकारी स्कुलको राम्रो आएन, सामुदायिक स्कुलको राम्रो आएन, कुनै एउटा सरकारी स्कुल र कुनै एउटा यही काठमाडौँकै एक्सचेन्ज गरौँ न, टिचरहरूको टिम एक्सचेन्ज गरौँ त। ल के हाम्रो शिक्षकहरू सामुदायिक विद्यालयको टिचरहरू चाहिँ असक्षम छन् त? विश्वविद्यालयको मै आफै भनौँ, म विश्वविद्यालयको मेरो ग्रेजुएटमा पोस्ट ग्रेजुएटमा फर्स्ट डिभिजन छ, म एउटा अब्बल दर्जाको विद्यार्थी हो, म लोकसेवा आयोग पढ्न पनि सक्थेँ, म विदेश जान पनि सक्थेँ, अहिले एप्लाई गरे पनि जान सक्छु कुनै पनि देश। तर हामी चाहिँ कसैले पनि यो देशको सार्वजनिक शिक्षालाई कर्तव्यबोध नठानेर कोही पनि टिचर नहुने हो भने ध्वस्त हुँदैन, गरिबका छोराछोरीले पढ्न पाउने अधिकार कहाँ पुग्छ ल हेर्नुहोस् त। अब सरकारी चाहिँ जागिर खाएकाहरू र आफ्नै शिक्षकका आफ्ना छोराछोरीहरूलाई त्यही सरकारी स्कुल सामुदायिक स्कुलमा पढाउन सक्ने कि नसक्ने? एकदमै यो कडा कानुन बनाउनुपर्छ। जो शिक्षकले आफ्नो बच्चा बोर्डिङमा पढाउँछ र आफू त्यही भूगोलमा छ त्यहीँको विद्यालयमा पढाउँदैन भने त्यस्तो टिचरको ग्रेड वृद्धि रोक्का गरिदिउँ, त्यस्तो शिक्षकलाई कारबाही गरिदिउँ न। म स्वयं शिवप्रसाद ढकाल, मेरा 2टा बच्चा छन्, म आफै पढाउने विद्यालयमा केजी क्लासमा मेरो बाबु ओस्कार ढकाल पढ्छ भने आइफा ढकाल मेरो छोरी अहिले 4 क्लासमा पुगेको छ, त्यही विद्यालयमा म निसङ्कोच मैले पढाउने विद्यालयमै मेरो छोराछोरी पढाएको छु, जुन विद्यालय स्याङ्जाको त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालय हो, 4 GPA सहित चाहिँ विद्यार्थी उत्तीर्ण भएको छ गत साल। हामीलाई कुनै बोर्डिङले पनि भेट्टाउँदैनन्, हामीलाई त्यहाँ वरिपरिको बोर्डिङले पनि भेट्टाउँदैन, तर राज्यले चाहिँ गाली गर्दा हामीलाई पनि गाली गरिराखेको छ। प्रधानमन्त्री जस्तो सिटमा बसेको मान्छे यत्रो चाहिँ सबैलाई प्रोत्साहित गरेर सबैलाई चाहिँ आफ्नो पेसाप्रति चाहिँ एकदम निष्ठावान बनाउनलाई उहाँले उत्प्रेरित गर्नको सट्टो यिनीहरू त यस्ता उनीहरू खिसी टिउरी गर्ने। तपाईँ खिसी टिउरी गरेर यो राज्य समृद्ध बनाउन सक्नुहुन्छ? शिक्षकलाई खिसी टिउरी गरेर, शिक्षकलाई अपहेलित गरेर, अपमान गरेर तपाईँ कस्तो समृद्धि खोज्नुभएको प्रधानमन्त्रीज्यू? म त अनौठो लागेको छ। तपाईँका कार्यकर्ताहरूलाई किल्ली उडाए जस्तो होइन, हामी टिचर हो, हामी प्राज्ञिक जमात हो, हामीलाई एउटा मर्यादामा राखेर बोल्नु होला प्रधानमन्त्रीज्यू। म यहाँबाट तपाईँलाई ठाडो चुनौती पनि दिन चाहन्छु र हामी सामुदायिक विद्यालयमा जसले पढाउँछौँ आफ्ना बालबच्चा पढाएका छैनौँ भने म त शिक्षकको मात्रै कुरो गर्दिनँ, यो देशको प्रधानमन्त्रीको त सन्तान छैनन्, उप प्रधानमन्त्रीको छोराछोरी त ठुलै भइसकेका, नाति नातिना कहाँ छन् खोजौँ त। हजुरहरू पनि पत्रकारज्यूहरूले खोज्नुहोस्, शिक्षा सचिवको छोराछोरी कहाँ छ होला, होइन, नाति नातिना कहाँ छ होला। कति दुःखदायी कुरो छ क्या, होइन। तपाईँको विभिन्न मन्त्रालयका सचिव, सहसचिव, उपसचिव, होइन, भुँडी हल्लाएर बस्नुभएको छ, जागिर त हामी जस्तै आयोग लडेर आउनुभएको उहाँ पनि, होइन। अब उहाँहरू त खिसी गर्नुहुन्छ अरे कि मन्त्रालयमा बसेर, सचिव मैले सुनेको है, कतिपय त साथीहरू नि हुनुहुन्छ उपसचिवहरू खिसी गर्नु, यी मास्टरहरू आएर कहाँ हुन्छ यसरी आन्दोलनहरू कहाँ हुन्छ, यहाँ कति लफडा छ, काम कति चाहिँ पेन्डिङमा छ भन्नुहुन्छ अरे कि। उहाँहरूका छोराछोरी कहाँ छन् थाहा छ? यहाँको रातो बङ्गलाले फ्रीमा पढाइदिया होला, कतिको सेन्ट जेभियरले, सेन्ट मेरिजले, होइन, कतिको चाहिँ बुढा नीलकण्ठले फ्रीमा पढाइदिया छ होला कि, चटनीसहित पढाइदिन्छ। अझ मैले एउटा शब्द अस्ति पनि भनेको थिएँ, चटनीसहित के। चटनी भनेपछि बुझ्नु होला हजुरहरूले, आम दर्शकहरूले पनि बुझ्नु होला, उहाँहरूलाई चटनी पनि पुऱ्याइदिया छन् बोर्डिङहरूले, छोराछोरी पनि फ्रीमा पढाइदिया छन्। अनि यो शिक्षा उहाँहरूलाई किन चाहियो त? यो सार्वजनिक शिक्षा किन गुणस्तरीय बनाउनु पर्यो त उहाँहरूलाई? माननीयज्यूहरू, मन्त्रीज्यूहरू, प्रधानमन्त्रीज्यूहरू, सम्माननीय राष्ट्रपतिज्यूदेखि उच्च ओहदामा रहेका हरेक नेपालीले सार्वजनिक विद्यालयमा आफ्ना छोरा नातिहरू पढाउनुहोस्, आफ्ना सन्ततिहरू पढाउनुहोस्। कसरी चाहिँ रिजल्ट 48% आउँदो रहेछ ल ख्याल गरौँ न। तपाईँहरू आफ्ना छोराछोरीहरू चाहिँ सबै राम्रो बोर्डिङमा लगेर पढाउनुहुन्छ। हामीले कस्ता बच्चा पढाउँछौँ थाहा छ? हामी अनाथहरू पढाउँछौँ, कतिको बुवा हुनुहुन्न, कतिको आमा हुनुहुन्न, कतिको आमा पहिला जानुभएको छ, कतिको बुवा चाहिँ विदेशमा हुनुहुन्छ, आमा हुनुहुन्न, कति चाहिँ दुइटै बुवा आमै नभएको हुनुहुन्छ, कति ज्याला मजदुरी गर्ने हुनुहुन्छ, कति चाहिँ ढुङ्गा गिटी बालुवा चालेर बस्ने हुनुहुन्छ, कति सुकुम्बासीहरू घरै नभएको हुनुहुन्छ। त्यस्ता बच्चालाई फकाइ टिपेर लगेर विद्यालयमा लगेर कखरा सिकाउने सामुदायिक विद्यालयको शिक्षक हो। हामी गर्वका साथ भन्न चाहन्छौँ कि हाम्रा विद्यार्थीहरूलाई हामीले सके जति मेहनत गरेर नि त्यो चाहिँ रिजल्ट ल्याउन सकेको 48% पनि बेस्ट रिजल्ट हो सामुदायिक विद्यालयको लागि। यदि 100% रिजल्ट बनाउने हो भने सम्माननीय राष्ट्रपतिज्यूको नाति नातिनाबाट सुरु गरौँ न।
सामुदायिक विद्यालय भर्ना अभियान भन्नुभएको छ प्रधानमन्त्रीले। ल यही आन्दोलनको क्रममा हामी त आन्दोलनमा छौँ, तपाईँ कुनै सामुदायिक विद्यालयमा भर्ना गर्न दबाब दिनुहोस् न आफ्नो छोराछोरीहरू, आफ्नो सन्ततिहरू। शिक्षा सचिवज्यूको छोराछोरी कुनै पनि शिक्षा सचिवले छोराछोरी सरकारी स्कुलमा पढायो होला यो देशमा? कति विडम्बनाको कुरो छ कि यो शिक्षक आन्दोलन त नागरिक आन्दोलनमा रूपान्तरण हुनुपर्छ। हेर्नुहोस् यी सारा विषयवस्तु उठाएर ऐन बन्दैछ, ऐनमा लेखौँ न, जो शिक्षकले छोराछोरी आफ्नो स्कुलमा पढाउँदैन कारबाही गरौँ। अब ऐन बन्छ भन्ने ऐन नबनेसम्म त हामी फर्किँदैनौँ। 10 महिना लागोस्, 8 महिना लागोस्, 5 महिना लागोस्। 36 सालमा शिक्षक आन्दोलन 104 दिनसम्म चलेको थियो अरे। त्यति बेला निरङ्कुश निर्दलीय पञ्चायत शासन थियो, तर अहिले पनि केपी ओली पञ्चायती मार्गमा पञ्चायती पदमा प्रधानमन्त्रीज्यू चल्न खोज्नु भएको हो भने हेक्कार होस्, पञ्चायत फालेका जनताले तपाईँलाई पनि फाल्न बेर लाउँदैन। म चाहिँ यो पनि भन्न चाहन्छु। अन्तिममा के छ? अन्तिममा शिक्षा ऐन जारी गर्नुहोस्। नेपालको संविधानको धारा 47ले मौलिक हक